सेकेन्ड ह्यान्ड आइफोन सिंगल सिरिजमा खोज्दै हुनुहुन्छ भने हामीसित 7 प्लस देखि माथि तपाईलाई 15 सम्म रहेको छ है त। आइफोन 7 प्लस हामीसित 2 पिस रहेको छ। डिस्प्लेहरू सबै पार्ट्स ओरिजिनल पाउनुहुन्छ भने ब्याट्री चेन्ज रहेको छ। यसमा पनि तपाईलाई क्यामेरा स्पेशली आइफोनमा निकै नै राम्रो रहेको छ। 7 प्लस पनि भए पनि हेर्न सक्नुहुन्छ निकै राम्रो रहेको छ। एउटा ब्ल्याक कलरमा रहेको छ भने एउटा व्हाइट कलरमा रहेको छ। डिस्प्लेहरू सबै पार्ट्स ओरिजिनल हो भने मात्र ब्याट्री चेन्ज रहेको छ। त्यसैगरी हामीसित 11 रहेको छ। 11 128 GB मा नोथिङ चेन्ज नन ओपन सेट। यो पनि वाटरप्रुफमै छ भन्दा पत्याउनु हुन्न होला, वाटरप्रुफमै रहेको छ तर ब्याट्री हेल्थ अलिकति कम रहेको छ। तपाईलाई जेन्युन प्रोडक्ट भएर बुस्ट सुस्ट केही पनि छैन। 128 GB मा ब्याट्री हेल्थ तपाईलाई 75 76 त्यसै रहेको छ। त्यसैगरी एक्सेस म्याक्स रहेको छ 256 GB मा। क्यामेराको लागि निकै राम्रो हुने रहेको छ एक्सेस म्याक्स। यसको चाहिँ प्यानल चेन्ज रहेको छ। त्यसैगरी 12 रहेको छ हामीसित हेर्न सक्नुहुन्छ निकै नै राम्रो कन्डिसनमा। अहिलेसम्म खोलेको छैन यो 12 पनि, एकदमै राम्रो कन्डिसनमा, एउटा सानो स्क्रैच पनि छैन हेर्न सक्नुहुन्छ। त्यसैगरी हामीसित 2 पिस एउटा 13 रहेको छ, एउटा 14 रहेको छ। 13 तपाईलाई 128 GB मा रहेको छ भने 14 पनि तपाईलाई 128 GB मा रहेको छ। यसको चाहिँ ब्याट्री हेल्थ तपाईलाई 13 को 86% रहेको छ भने तपाईलाई 14 पनि 128 GB मै रहेको छ हेर्न सक्नुहुन्छ। एकदमै राम्रो कन्डिसनमा अहिलेसम्म नखोलेको सेट रहेको छ यो पनि तपाईलाई। यसको तपाईलाई ब्याट्री हेल्थ यसको चाहिँ 88% रहेको छ। दुईटै नथिङ चेन्ज नन ओपन सेट, स्टिल वाटरप्रुफमा पाउनुहुन्छ। त्यसैगरी निकै नै कम चलेको आइफोन 15 100% ब्याट्री हेल्थ 28 चोटि चार्ज भएको, अहिलेसम्म नखोलेको नबनाएको, अझै पनि कम्पनी वारेन्टी भएको सेट आइफोनको 15 रहेको छ यो भने। हजुरहरू चलाउँदै गरेको सेटहरू एक्सचेन्ज गरेर लिन चाहनुहुन्छ भने त्यसको पनि सुविधा रहेको छ। त्यसैगरी टाढाबाट यो भिडियो हेर्दै हुन्छ भने क्यास अन डेलिभरीको पनि सुविधा रहेको छ। हजुरहरूसित पुरानो आइफोन छ 7 प्लस छ भने 15 16 नयाँ लिन चाहनुहुन्छ त्यसको पनि सुविधा रहेको छ। एक्सचेन्ज गरेर लिन चाहनुहुन्छ त्यसको पनि सुविधा रहेको छ। हजुरलाई फेरि पनि भन्दैछु हाम्रो पसलतिर छ दमकको गोर्खा डिपार्टमेन्ट अगाडिपट्टि आरआर मोबाइल। हस्त धन्यवाद।